यस आजको हाम्रो जान्छौँ। त्यस कारणले गर्दा यता ठुलो दिदी हुनुहुन्छ। यता ठुलो दिदीलाई नि हाम्रो तर्फबाट उहाँलाई त सरप्राइज दिनै हामीले सक्दैन, भ्याउँदैन, उहाँलाई पुग्दैन। त्यस पछाडि यता हाम्रो रुन्चे बहादुर मान्छे हुनुहुन्छ। यता पनि यस्तै छ कुराकानी। यस्तै हो, अब बाजेर त्यो साध्यै पनि छैन, कहिल्यै पनि त्यो पुग्दैन उसलाई। त्यो चाहिँ यता भनेको डुल्ने पौडेल, यता भनेको डुल्ने पौडेल। अब यसलाई त के भन्नु र। यता अब हाम्रो डाक्टर साहेब हुनुहुन्छ यहाँ उहाँ टाढादेखि आउनु भएको छ। उहाँलाई मुरी सम्मान दिएर कति सम्मान दिएर पनि पुग्दैन, त्यस्तो छ। अब यता हामी कान्छी म्याम हुनुहुन्छ फेरि यहाँ टक्क बस्नु भएको छ। उहाँ डाक्टर हुनेवाला, फेरि उहाँको नृत्यमा चाहिँ कसैले भेट्दैन, गुडलक। अब यता हुनुहुन्छ मेरो फेरि सालीको यता बेटी छोरी म्याम। यता फेरि अमेरिकाको एकदम हेन्डसमले मन पराएको हिरोनी यता गर्छ। फेरि उहाँहरूले चाहिँ यसो यो हिरोनी पार्टमा चाहिँ खेलेको पनि छ, टिभी सिए पनि देख्छौँ हामी कहिले र उहाँलाई पनि यसको लागि हामी सम्मान बधाई गर्न चाहन्छौँ। यता आमा हुनुहुन्छ फेरि सासू, उहाँ चाहिँ फेरि वरिष्ठ कसैले भेट्दैन, त्यस कारणले गर्दाखेरि अब चाहिँ हाम्रो मूल मुख्य मान्छे, घरको सदस्य मान्छे, उहाँलाई हामी सम्मान गर्छौँ। यता हुनुहुन्छ मेम झापा जिल्ला वार्ड नम्बर 68 को उहाँलाई मियारै त नभन्नु होइन, राष्ट्रपति साहब हुनुहुन्छ यता। त्यस्तै छ। अब यता म यहाँ के कुरा गरिरहनु र सबैलाई सम्मान छ, बधाई छ। सम्झना नै मिठो हुन्छ, जुनी जुनी साचिन्छ लैलै, के मिठो सम्झना। मातालो
अहिले लडाइ लडाइ हुन्छ समाउने थाल्नु पहिल्यैसम्म यतिखेर हातले फेरि लाउनु त भयो भने उहाँ त केटीहरू लडेको लडी अनि समिति 2082 साल 6 गते हाम्रो तिहारको शुभ दिन शुभकार पार्दा चाहिँ हामीले सब चेलीहरू माइतीहरू सबै मिलेर हामीले टिकाटालाको कार्यक्रमहरू सक्यौँ। अब एउटा देउसी भैले गीत परिवार मिलेर गाउँ भन्ने हाम्रो कुरा भइरहेको कारणले गर्दाखेरि उहाँ भाइ भतिजहरू सबै मिलेर चाहिँ आमा बाबाहरू अब छोरीहरू चेलीहरू सबै मिलेर हामी एउटा देउसी भैले गीत परिवारमा भित्रमा चाहिँ हामी गाउँदैछौँ। दीपावली तिहारको आजदेखि हामीले बिदा पनि गऱ्यौँ। राम्रो भयो, सबैको जय होस् भन्दै हामी एउटा देउसी गीत गाउँछौँ। सबैको जय होस्।